ओके सबैलाई नमस्ते सर मेरो नाम कृष्ण टुकी नेपाल हेर्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्ण र यति बेला हामी गण्डकी हस्पिटलको पछाडिपट्टि बसेर कुराकानी गरिरहेका छौँ र नानीको चाहिँ यति गाह्रो भयो कि हेर्नुहोस् है म त्यहीँ हस्पिटलभित्रै थिएँ अनि त्यो उसको त यो यहाँनिर चाहिँ रड हालेको छ यसमा यो कुइनोमा रड हालेको छ 4वटा रड निकाल्दाखेरि भुत्तुकै भइन् अनि मैले धेरै गीतहरू पनि गाइदिएँ उसलाई अनि मलाई पनि यस्तो भएको छ अनि भिडियोहरू देखाइदिएँ त्यसपछि अलिकति उसलाई सहज भयो र ढिलो भइसकेको रहेछ झन्डै 6 महिना छुन लागेको रहेछ र निकाल्नु पर्ने चाहिँ 3 महिना र 4 महिनाको भित्रमा निकाल्नु पर्ने रहेछ अनि घाउ चाहिँ अलिकति भएको रहेछ पाकेको रहेछ हस्पिटलको औषधिहरू लेखिदिनु भएको छ औषधि मैले दिएँ बुवालाई अनि बिहान खाने दिउँसो बेलुका खाने पनि छ ड्रेसिङहरू गर्नुपर्ने छ अनि त्यो सबै गरेको छु अनि लगेर नानीले आज नानीको फरमाइसमा बिचरा कति समयदेखि मोमो खाएको रहेछ मोमोहरू खुवाइदिएर अनि चप्पल कस्तो चप्पल थियो उसको है चप्पल ठिक छ पुरै च्यातेको चप्पल रहेछ चप्पल नकिनेकै कति वर्ष भइसकेको रहेछ आधी चप्पल थियो है आधी चप्पल लागिरहेको थियो अनि अहिले भर्खरै अब हामी सबैजना सबै सकियो अब यहाँ म ट्याक्सी बोलाएर उहाँहरूलाई पठाइदिन्छु र त्यही भन्न चाहन्छु सबै राम्रो भएको छ अब नानीको चाहिँ आमा पर्सि आउने कुरा भएको छ आमालाई पनि लगभग पत्ता लागिसकेको छ है हामीले एकदमै पत्ता लागिसकेको छ अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ सबै कुरा म हजुरहरूलाई जानकारी गराउने छु र यो नानीको चाहिँ उज्जवल भविष्यको लागि चाहिँ पक्कै पनि राम्रो हुनेछ घरको लागि रासन पानी बत्तीको लागि पनि भनिदिइसकेको छु मैले र सबैभन्दा मेन प्रब्लम तपाईँहरूको घरमा गाँजा खाएर आउने होइन त गाँजा खानेको लागि पनि मैले भिडियो बनाइसकेको छु र गाँजा खानेलाई पनि ठिक पक्कै पनि हुनेछ र मलाई सविता गुरुङ युकेबाट रु 20,000 रुपियाँ पठाउनु भएको छ र आवश्यक अनुसार उहाँहरूलाई के चाहिन्छ त्यो अनुसारको चाहिँ आवश्यक कुराहरू चाहिँ म पक्का पनि लिइदिनेछु र उहाँले चाहिँ के भन्नुभएको छ हातमा पैसा चाहिँ नदिनु होला किनकि अलि रक्सीहरू खानु हुँदो रहेछ त्यहाँनिर गाँजा खाने मान्छेहरू आउँछ पैसा देखेर पनि मान्छेको नियत बिग्रिन्छ त्यो भएर चाहिँ के चाहिन्छ कसो चाहिन्छ सोध्नुहोस् र सोधेको कुराहरू चाहिँ पुरा गरिदिनु होला नि भनेर भन्नुभएको छ मैले चाहिँ मेरो चाहिँ विचारमा चाहिँ उहाँहरूलाई ओन्ली ओछ्यानको चाहिँ आवश्यकता छ त्यो ओन्ली ओछ्यान 1-2 दिनमा म उपलब्ध गराइदिनेछु अनि अर्को कुरा भनेको रासन पानी अस्ति मैले गराइदिएँ है अस्ति मैले गराइदिइसकेको छु र फेरि अर्को महिनाको लागि फेरि म गराइदिन्छु है बुवा म गराइदिन्छु हजुरको अगाडि बोलिरहेको छु है म पाउनु भयो नि रासन पानी होइन बुवा लत्ता कपडाहरू पाउनु भयो हस्पिटलमा आउनु भयो ट्याक्सीमै आउने ट्याक्सीमै जाने भयो होइन अनि औषधिहरू पनि किनिदिएँ मैले है अनि ज्याकेट किन लाउनु भएन आज बिहान 5 बजीदेखि आएको छु म चाहिँ बिहान 5 बजीदेखि यहाँ लाइन बसेर टिकट काटेर फेरि डक्टर एकदम मलाई चिन्नुहुने डक्टर हुनुहुँदो रहेछ लाइन बस्नु परेन धन्न निक्लियो है हामी बुवा लाइनै नराखिकन डक्टरले ओइ कृष्ण भाइ भनेर मलाई चिन्नु हुँदो रहेछ सो मलाई एकदम खुसी लाग्यो मलाई मान्छेले वाच गर्नु हुँदो रहेछ ऊ कृष्ण भाइ आउनु भएको रहेछ ल भाइको चाहिँ पहिला यो नानीलाई चाहिँ गरिदिउँ भनेर यस्तो रोयो कति रोयो तिमी धेरै रोयो है रोयो मैले के भने तिमी रुँदाखेरि ममा मिठो थियो त है अनि त्यही हो अनि उहाँहरूको चाहिँ अब चाहिने कुराहरू चाहिँ म उपलब्ध गराइदिन्छु म हजुर सम्पूर्णलाई एउटा कुरा के जानकारी गराउन चाहन्छु भन्दाखेरि तपाईँको घरमा कुनै पनि यसो नचाहिने सामानहरू छ भने तपाईँले त्यो फ्याल्नुभन्दा उहाँको परिवारमा चाहिँ दिनुभयो भने राम्रो हुन्छ किनकि कसैलाई सिरक डस्ना दिन मन लाग्ला कसैलाई कपडाहरू दिन मन लाग्ला कसैलाई चाहिँ भनौँ न बिछ्याउने केही दिन मन लाग्ला भुइँमा पनि केही छैन कसैलाई भाँडाकुँडा दिन मन लाग्ला होइन हजुरलाई त्यस्तो कुनै त्यस्तो केही कुराहरू दिन मन लागेको छ घर आइसि सामानहरू भने एकचोटि कल गर्नु होला नजिकै रहेछ भने चाहिँ म उपलब्ध उहाँहरूलाई गराइदिन्छु है किनकि केही पनि छैन उहाँहरूको घरभित्र तपाईँले हेर्नु नि एउटा चिया खाने राम्रो ग्लास एउटा कप पनि राम्रो देखिनँ मैले अनि अर्को कुरा भने 2टा बच्चा छन् त्यो बच्चा भएको कारणले गर्दा अर्को समस्या छ सो त्यही भन्न चाहन्छु अनि मैले यहाँसम्म ल्याएँ यताउता सबै गरेँ मेरो आमालाई धेरै धन्यवाद छ हजुरको आशीर्वाद हजुरको मायाले गर्दाखेरि म यहाँसम्म पुगेको छु है बुवा मेरो आमाको कारणले गर्दा हो अनि कस्तो लाग्यो बुवा हजुरलाई ठिक छ ठिक छ खुसी लाग्यो मलाई खुसी लागेन होइन हेलमेट आज बोके भए सरी ल बुवा तपाईँ हिँड्न सक्नुहुने म दौडे भएँ आज म धेरै दौडे भएँ हजुरको नाम भनिदिनु त बुवा मेरो बाबुराम बाबुराम हजुर
बाबुराम है बाबुराम परियार भन्नुभयो है अनि कति वर्ष लाग्नु पऱ्यो बुवा म 70 भयो अब अस्ति यो बहिनीको हात चाहिँ भाँचेको छ हजुर थाहा छ नचिलाउ त्यहाँ चिलाउनुहुन्न नचिलाउ ल यहाँ चिलाउनुहुन्न अहिले अनि यो हात चाहिँ के गर्नु पऱ्यो बुवा हात चाहिँ कसरी चलाउनु पऱ्यो मैले तपाईँले सिकाएँ हात ल्याउनु त एकचोटि यसरी यसरी चलाउनु पऱ्यो यसो बिस्तार यसरी बिस्तार 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 चलाइदिइराख्नु पऱ्यो है बुवा 2 घन्टा 3 घन्टामा थोरै थोरै चलाइदिनु पऱ्यो डाक्टर साहब त्यो भन्नुभएको छ अनि छोरीको चाहिँ तपाईँको नातिनीको चाहिँ यो समयमा उपचार नगरेर चाहिँ पाकेको छ थोरै घाउ है त्यो मैले औषधिहरू किनिदिएको छु सबै टाइम टु टाइम खानिदिनु अनि उसलाई तातो पानीहरू खानिदिनु नचिलाउ कि कान्छु हुँदैन कि चिलाउन मैले भनेको होइन नचिलाउ न ताइले भने नौ मेरो माया लाग्छ लाग्दैन लाग्छ भन त लाग्छ कि लाग्दैन लाग्दैन है लाग्दैन मलाई त मायै गर्दैन है फुलकुमारी मलाई माया गर्छ है अनि बुवा अब के छ ल भन्नुहोस् आवश्यक के छ तपाईँलाई अब त्यही सर अब त्यही अनुभव छ हजुरलाई धेरै धेरै धन्यवाद सर त्यहाँनिर हजुर सर अनि रक्सी खानु हुँदो रहेछ रक्सी अहिले काम नखानु होला रक्सी नखानु होला सकेसम्म रक्सी नपिउनु अर्को कुरा भनेको तपाईँको चाहिँ बुवा तपाईँको बानी के छ गाँजा खानी छ गाँजा नपिउनु होला अब तपाईँको श्रीमतीको उपचारको लागि म फेरि यहाँ कुरा गर्दैछु छु होइन म श्रीमतीको उपचारको लागि अर्को हप्ता यो नानी ल्याउँदाखेरि श्रीमती पनि ल्याउनु मैले त्यहाँ ट्याक्सी भनिदिन्छु होइन त्यही मान्छेलाई पठाइदिन्छु घरमै आउँछ ट्याक्सी चढेर आउनु होइन बुझ्नु भयो नि बुवा सुर्ती खाइरहनु भएको छ के खाइरहनु भएको त अनि तरकारी खाइरहनु भएको थियो सुर्तीहरू यस्तो नखानु होला मलाई हेर्नुहोस् त अब चाहिँ अलिकति सुध्रिनु पऱ्यो है बा सुध्रिनु पऱ्यो बच्चाहरू छ यस्तो बच्चाहरू छ अब त्यो गाँजा खाने मान्छे घरमा आएर मस्त गाँजा खाँदो रहेछ यिनीहरूलाई कुट्दो रहेछ गाली गर्दो रहेछ त्यो मान्छेहरू आउनु दिनु भएन नआइजो यहाँ भन्नु पऱ्यो आफ्नो छोराले गाली गर्नु पऱ्यो मैले भनेको कुरा सुन्नुहोस् है छोराले यी बच्चा अब यो ठुली भयो भने भोलिको दिन उसलाई त नराम्रो गर्छन् ती केटाले अहिले कस्तो नराम्रो भन्दो रहेछ छाडा बोल्छ तिनीहरूले के भन्छ नानी पिट्छ पानी खान दिँदैन हो अनि त्यो गाँजा खाने केटाहरूले के भन्छ तिमीलाई भन त मलाई हेर भन त नडाडेको भन्नु मलाई हेर भन त गाली गर्छ है के भने गाली गर्छ त्यहीँ आएको छ त्यहीँ गाँजा खाएको छ यत्रो बच्चा छ गाँजा खानेको नियत के हुन्छ हेर्नुहोस् कस्तो कस्तो मान्छेले बच्चा बलात्कार गर्यो भने ऊहरू सुन्नुहुन्छ होइन तिनीहरू अब आयो भने मलाई कल गर्नु होइन म ठिक पारिदिउँला तिनीहरूलाई है बुझ्नुभयो नि है तपाईँले चाहिँ गाँजा खाने ठाउँ चाहिँ बनाउने होइन तपाईँको घरमा तिमीहरू यहाँ नआऊ आउँदैन आऊ भन्ने पानी छाडिदिने पठाउने होइन तिमीहरू मेरो घरमा आउँदैन भने कुरा सिधिन्छ तपाईँको घरको गाँजाको बोर्ड चाहिँ बन्द हुनु पऱ्यो बा अब अर्को कुरा चाहिँ म के भन्छु सबैलाई भन्दाखेरि चाहिँ नानीको चाहिँ अब जन्मदर्ता चाहिँ बन्ने कुरा भइसकेको छ मलाई वडाबाट पनि कल आइसकेको छ र बच्चा पढ्ने पनि ओके भइसकेको छ बच्चालाई संस्थामा राख्नलाई पनि ओके भइसकेको छ मैले अहिलेदेखि अस्तिदेखि मैले प्रोसेस गरिरहेको छु मैले काठमाडौँमा लगेर राखिदिन्छु भनेको थिएँ मलाई तर यहीँको वडा कार्यालयबाट कल आयो र उहाँ जो हुनुहुन्छ वडा कार्यालयमा काम गर्ने दिदी हुनुहुन्छ दाइ हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई धेरै धन्यवाद छ र त्यहाँबाट चाहिँ अब उहाँहरूको चाहिँ जन्मदत्ता आमाको नामबाट भयो नि हामी जन्मदत्ता बनाइदिएर पठाइदिन्छौँ हामी राम्रो ठाउँ राखिदिन्छौँ कृष्ण भाइ तपाईँले गर्नुभएको कामको लागि धेरै धन्यवाद भन्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु म चाहिँ र मैले गरेको दुःख जहिले पनि म के गर्छु साँचो मन राखेर साँचो मनले चाहिँ काम गर्ने गर्छु त्यही नै भन्न चाहन्छु म चाहिँ र मैले साँचो मनले गरेको काम जहिले पनि पुरा हुन्छ र तपाईँहरूलाई गाउँबाट पनि धेरै हेला रहेछ तपाईँहरूको कुरा सुने होइन धेरै हेला रहेछ अझै पनि मान्छेले तपाईँलाई कतै घरमा छिर्दाखेरि गाली गर्दो रहेछन् होइन यसरी भन्छन् जातै टोकेर पनि भन्छन् के भन्छन् भन्नु त यहाँ यस्तो छुले जा नछुले जा त यहाँ भित्र नपस यता यता यस्तो भन्छन् सर अझै पनि भन्छन् है भन्छन् कोहीले भन्छन् सर अझै पनि यस्तो छ हेर्नु सबै अवस्थामा चाहिँ उहाँहरू हुनुहुन्छ खै एकचोटि फुलकुमारी तिम्रो हात देखाउँदा एकचोटि निकाल त यो निकाल ल यो अब तिमीले चलाउनु पर्छ ल हात चाहिँ यो चाहिँ नराख्ने हो नि यो चाहिँ अहिले त मात्र खाइदियो एकचोटि हात सार त एकचोटि यो बिस्तार छारिदिनुहोस् त हजुर हात यस्तो भएको चाहिँ यहाँ छ रड यहाँ छ उसको रड यहाँ छ यहाँ उला छ बुवा ऊ लगाइदिएको छ यहाँ के अरे यो
यो के भन्छ यसलाई यो ब्यान्डेज लगाइदिएको छ होइन नखोल्नुहोस् भयो ठिक छ नखोल्नुहोस् मैले खिचेको छु थोरै थोरै खिचेको छु अनि डाक्टर साहबलाई के भन्न मन छ त थ्याङ्क यू ल हात हालेँ यहाँ हाल त मलाई के भन्ने त यो कपडा कस्तो लाग्यो राम्रो लाग्यो मलाई खोइ त थ्याङ्क यू भने आई लभ यु भन्दै हो नि त मलाई अब पढ्ने ल अब पढ्ने अब बुवा पढाउनु पर्छ हेर्नुहोस् है तपाईँले पढ्नु भएन गल्ती भयो तपाईँको बाले पढेनन् गल्ती भयो तर तपाईँले अब उसलाई पनि नपढाउनु त्यो तपाईँको ठुलो गल्ती हुन्छ बा बुझ्नुभयो नि छोरीहरूले पढेन छोराले पढेर अब नाति नातिनाले पनि तपाईँले जस्तै दुःख पाउने त हो नि होइन त्यो भएको कारणले गर्दाखेरि राम्रो ठाउँ राख्नु है बुवा ल त्यो मैले मिलाइदिएको छु सबै कुरा मिलाइदिएको छु है बुवा मैले खाने लाउने होइन अब त्यहाँ बत्तीको पनि मैले आज कुरा गरिसकेँ तपाईँ घर बत्ती पनि आउँछ टाइममा गर्ने छाडा नबोल्ने गाउँतिर दुःख नदिने मेरो कुरा सुन्नुहोस् है यताउता हेर्ने होइन मेरो कुरा मजाले ध्यान दिएर सुन्नु पर्यो त बुवा अनि हजुर मेरो बा समानको मान्छे हो है बुवा मैले छोरा सम्झेर भनेको हजुरलाई रक्सी नखाने अब आमालाई पर्सि अर्को हप्ता आउँदाखेरि मलाई उहाँले फोन गर्नुहुन्छ बाउ छोरी आमा आउनुहोस् बुझ्नुभयो नि अनि आमालाई नि म एकैचोटि चेकअप गराइदिन्छु आमाले औषधि खाए पनि ठिक्क हुन्छ उहाँले बुझ्नुभयो नि दिमागी अवस्था अहिलेसम्म दिमागी अवस्था उहाँको बिग्रिसक्यो एक्लै बोल्ने एक्लै हाँस्ने एक्लै हिँड्ने भइसक्यो उहाँ भोलिको दिनमा दौडेर कतातिर गएर लड्ला नि के होला अर्को समस्या मलाई नै हो तपाईँको गाउँले त मलाई नै हाल्दो रहेछन् हेर्नुहोस् है यता पनि समस्या पऱ्यो कृष्ण भाइ उता पनि समस्या कृष्ण भाइ मलाई नै भन्छन् होइन मैले आफ्नो आँखाले देखेको कुरा हो तपाईँ पीडामा धेरै पीडामा हुनुहुँदो रहेछ तपाईँ तर तपाईँको गाउँबाट तपाईँलाई सबैले मिलेर सहयोग त गरेको छन् नगरेको होइन तर तपाईँहरूकै बानी अलिअलि खराब छ बुझ्नुभयो नि है अलिअलि खराब भयो भने अलिकति राम्रो भयो भने सबैले तपाईँले साथ दिन्छन् गाजा खाने हिँड्ने त्यो गर्नु भएन है बुवा ल यो हात चाहिँ यस्तो भएको छ उसको अनि फुलकुमारी के छ त ठिक छ हौ पढ्ने ल अब राम्रो पढ्ने तिमी पनि अब ज्ञानी हुने अब नचकचक नगर्ने है त त्यही नै हो अब त्यही भन्छु म चाहिँ अब सबैलाई धेरै धन्यवाद दिन्छु मेरो नाम कृष्ण हो टुकी नेपाल हेर्दै हुनुहुन्छ तपाईँले विगत धेरै वर्षदेखि मैले टुकी नेपालमा रहेर दुःख पाउनु भएको आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको भिडियोहरू बनाइरहेको छु उसको भाइलाई पनि स्कुल राख्ने कुरा भइसकेको छ सो हामीले गर्दैछौँ हजुर अब केही न केही राम्रो हुने आशा छ र शङ्कर कुमार मानन्द दाईलाई धेरै धन्यवाद छ र आशा छ तपाईँहरू कसैले सहयोग गर्न चाहनुहुन्छ भने मेरो नम्बर सधैँभरि उपलब्ध छ कृष्णलाई यदि तपाईँले भन्नुभयो भने तपाईँले पठाउनु भएको सहयोग ठाउँसम्म पुग्नेछ र सही समयमा सही चाहिँ मान्छेलाई चाहिँ सहयोग पुग्नेछ र हामी हेर्नुहोस् यो संसारमा लिएर केही चाहने होइन सबै छोडेर जानुपर्छ र यो छोडेर जाने संसारमा थोरै कसैलाई सहयोग गर्दाखेरि केही पनि जाँदैन है हामी सबै कुरा छोडेर जानुपर्छ त्यो भएको कारणले गर्दाखेरि मेरी आमालाई धेरै माया धेरै सम्झना दिन चाहन्छु र हजुरको शिक्षा हजुरको मायाको कारणले गर्दाखेरि यहाँसम्म छु र बुवा मैले केही गल्ती भइरहेको छु माफ गर्नु होला है म त सुतेको छैन हेर्नु न बिहानदेखि आएको हजुरकोमा है अनि सुतेको पनि छैन हजुरहरू पनि अब जानु होला म यहाँ ट्याक्सी बोलाइदिन्छु जानुहोस् होइन अनि हजुरलाई के आवश्यक छ ल भन्नुहोस् के चाहिन्छ छैन सर अब हजुरले अस्ति गरिदिनु भयो धन्यवाद छ अब ओल्ड एज म ल्याइदिन्छु बुवा भोलि पठाइदिन्छु भाइहरूलाई पठाइदिन्छु होइन हजुर ओल्ड एज पनि राम्रोमा बस्नुहोस् राम्रो खानुहोस् होइन गाँजा चुरोट त्यहाँनिर भएको थाहा पायो भने कृष्ण भाइसँग हुँदैन मैले भने नि हजुरलाई र यो कुरा चाहिँ यदि तपाईँले मलाई यो भाइले हामीलाई साथ दियो सहयोग गरोस् भन्ने चाहनुहुन्छ भने गाँजा चुरोट नहोस् तपाईँहरूको घरमा त मैले एउटा चामलको गेडा पनि नदेखाए मान्छे हो है त्यो आमाले बिहान कतातिर माग जानु हुँदैछ कतातिर भाँडामा जानु हुँदैछ त्यो ल्यायो भने खानियो नत्र केही पनि छैन बा बुझ्नुभयो नि त्यो पनि दुईवटा बच्चाको भविष्य चाहिँ अब यसलाई चाहिँ आमाले छोडेर गएको बाउको थाहा छैन अब कसले के गरेर पठाइदियो होइन कसले फकाएर नराम्रो गरेर छोरीलाई पठाइदियो कि के हो त्यो त सर अब क्यारी अब उसले गोठा लाग्न नसके नि त्यसै भयो सर क्यारी अनि म जस्तो मान्छे चाहिँ अहिलेसम्म भेट्नु भएको थिएन कहाँ भेट्ने सर म त कहाँ अहिलेसम्म त हजुर सर कहाँ भेट्ने सर हजुर जस्तो सर अब त गएको मैले पहिले हुन्थ्यो होला नि सर कस्तो छ नि हजुरले पनि धेरै धन्यवाद गर्नुभयो सर नानी अनि मेरो माया कति लाग्छ धेरै लाग्छ लाग्दैन है लाग्दैन मलाई त गाली गर्छ है खै यता हेर त मलाई हेर कति लाग्छ अरे अब मलाई के भन्ने त अब
दाइ ल सर भन्न ल ख्याल गर्नु ल है राम्रो जानु ल के खाने त अब तिमी फेरि अब के खान्छौ के खाँदैन ल हुन्छ बुवा चाहिएको कुराहरू मैले देखेको छु हजुर ढुक्क हुनु मैले पुरा गर्नेछु है त्यही भन्छु र सम्पूर्ण दर्शकहरूलाई धेरै माया धेरै सम्झना छ तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ मलाई एकचोटि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है र मैले गरेको काम तपाईँलाई मनपर्छ भने सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला साथ दिनु होला त्यही भन्न चाहन्छु र सबैलाई धेरै धन्यवाद दिँदाखेरि मैले बिर्सिन नहुने काम एकदमै बिर्सिन नहुने सविता गुरुङ युकेबाट दिदी हजुरलाई धेरै धन्यवाद छ हजुरको दिनहरू मङ्गल कुशल रहोस् र तपाईँले यसरी दुःख पाउनुभएका दाइ दिदी आमा बुवाहरूलाई यसरी सहयोग गर्नुभएको छ तपाईँको दिन पक्कै पनि राम्रो हुनेछ नबनेको काम पक्कै पनि बन्नेछ भगवान् दायाँ र बायाँ बस्नुहुनेछ हेर्नुहोस् हामीले तपाईँले दिनुभएको त्यो रकमको कारणले गर्दा यी नानीले हेर्नुहोस् त आज नानीको मैले यति लामो छ रड हालेको आज निकाल्न पाइयो र उसले राम्रो खाना पायो होइन राम्रो सुत्न पाउँछ यो भनेको नै ठुलो कुरा हो कि हामीले देख्दाखेरि पो ल बाहिर छ कमाएको छ भन्ने हुन्छ होला तर हजुरको दुःख पनि धेरै छ हजुरलाई धेरै धन्यवाद छ है मलाई पहिलोचोटि कल गर्नुभयो र हजुरले दिनुभएको त्यो साथ सपोर्टको लागि एक कलमै तपाईँले मलाई भाइ ल भनेर पठाइदिनु भयो दिदी र हजुरले पठाउनु भएको पैसा 1 रुपैयाँ पनि यताउता हुने छैन सम्पूर्ण रकम चाहिँ उहाँहरूको हातमा नदिए पनि चाहिँ म गर्नेछु र परेको ठाउँमा दिनु पऱ्यो भने त्यो पनि म अभियसली रेडी छँदैछु र मेरी आमा हजुरलाई धेरै माया दिँदै हजुरको शिक्षा हजुरको माया र हजुरले हजुर नभइदिए भए त अब मैले यसरी सहयोग गर्न सक्दिनँ थिएँ र हजुरलाई धेरै माया छ लभ यु भन्दै म कृष्ण बिदा माग्न चाहन्छु हस्त नमस्कार हस् बाई बाई गरिदेऊ ल ल बाई